यति रहेछ है जाऊ 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 गयो 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 कसको चाहिँ जानु मन हुँदैन होला उदयपुर गढी भन्ने ठाउँमा जाँदैछु होइन अगाडि फोटो टिकटकहरूमा देखिरहेको थिएँ होइन युट्युबमा चाहिँ देखेको थिएँ टिकटकमा देखिरहेको थिएँ होइन म कस्तो दामी लागिरहेको थियो यो बोर्ड होइन अनि जाउँ जाउँ लागिरहेको थियो आज जस जान पाइयो ओभर खुसी लाग्यो होइन हामी चाहिँ उदयपुर गढी घुमिसक्यौँ एक राउन्ड लगाइसक्यौँ हामी चाहिँ अहिले नेपालटार बजार आइपुग्यौँ अनि यहाँ दाइसँग भेट भइसक्यो हेलो हामी चाहिँ अब 3 जना मिलेर खत्रैवाला उदयपुर गढी जाँदैछौँ होइन हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू फाइनल्ली म चाहिँ आज कहाँ भन्दाखेरि होइन कसको चाहिँ जानु मन हुँदैन होला उदयपुर गढी भन्ने ठाउँमा जाँदैछु होइन अनि हामी चाहिँ आज अरू बेला चाहिँ हामी होइन नेपालसम्म मात्र जान्छौँ अनि डब्बर भन्ने ठाउँतिर जान्छौँ अनि आज चाहिँ हामी नयाँ रुट बनाएर उदयपुर गढीमा पुग्नेछौँ गढीमा पुगेर गढीले गढी कस्तो छ टिकटकमा त ओभर भाइरल होइन अनि त्यहाँदेखि भिडियो सिडियो फोटोसोटो ढुङ्गियाले खिचेको होइन देखिरहेको हुन्छ जहिले होइन जहिले जहिले देखिरहेको हुन्छ होइन अनि देखिरहेको हुन्छु आज चाहिँ म आफै त्यो ठाउँमा पुग्नेवाला छु कस्तो चाहिँ रहेछ त्यो ठाउँ होइन आज चाहिँ खत्रै म दामी त्यो ठाउँलाई देखाउनेवाला छु भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला होइन यसो केही सेवा गरौँ कि ए ल ठिक छ ओके सर हामी त अब ठुलो मान्छे भएछ रे ट्राफिक सरले पनि हो ल भाइ ठिक छ नि भन्नुभयो हामी एकदमै ठिक छौँ सर तपाईँहरूको यस्तो दामी ड्युटीले गर्दाखेरि हामी एकदमै सुरक्षित हिँडिरहेको छौँ अहिलेसम्म होइन जस मनबाटै एकदमै सलाम होइन अरू त के भन्ने होइन यस्तो जाडोमा पनि यस्तो जाडो महिनामा पनि ड्युटी होइन यस्तो तातो घाममा पनि ड्युटी 24 घन्टा ड्युटीको ड्युटी होइन ल ठिक छ मैले त्यस्तो ड्युटी गरेर यस्तो आनन्दले हामी हिँड्न पाइरहेको छौँ नत्र यताबाट गाडी लप्पर बाइक उडायो यताउति भने न एक्सिडेन्ट हुन्छ मान्छेले के टेन्सन हुँदैन यो म सासै अड्क्यो यार आधीमै अड्किएको होइन अनि हामी चाहिँ अब फेरि हामीले सोचेपछि चाहिँ पुऱ्याएरै छाड्छौँ होइन अनि हामी चाहिँ पानी परे पनि बाढी आए पनि भुइँचालो आए पनि हामी चाहिँ जसरी पनि पुग्नेछौँ पुग्नेछौँ भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला साथीहरू होइन अहिले चाहिँ म ट्याक्का कहाँनिर भन गुरुजीले त फेरि चक्ना हालिदिइहाल्नु भयो होइन अनि त्यस चक्ना चाहिँ नखाए राम्रो तर के गर्नु अब यसो कहिले काहीँ मोड फ्रेस हामी चाहिँ माछा पनि बेच्छौँ साथीहरू माछा माछा आयो रोडमा आयो माछा फेरि होइन पैसा पर्छ होइन अनि माछा पनि बेच्छौँ हामीले नबेचेको मान्छे चाहिँ बेच्दैनौँ होइन मान्छे चाहिँ बेच्दैनौँ अरू सबै कुरा बेच्छौँ हामी मान्छे चाहिँ बेच्नु हुँदैन होइन हामी चाहिँ खत्रै व्यापारी होइन अब जस्तो कि अब महाकसम व्यापार चाहिँ खत्रै गर्ने हामी चाहिँ होइन म चाहिँ ठुलै मान्छे भयो कि क्या एकदमै फोन आएको छ नेता जस्तै हजुर दाइ गढी अब कुरा त सबै भइसक्यो भ्याउनुहुन्छ भने आउनुहोस् जाउँ यसो दाजुभाइ गाडीमा हाम्रो गाडी त्यस्तै छ झरकजुर उपार्छ यसो दुखानामा नि जाउँ भ्याउनुहुन्न भने हामी हिँडिसकेको उता सरासर आउँदैछौँ उता सुरुमा गढी नै जाने आज अनि यसो त्यताको यसो चालकल बुझेर अनि यतातिरको त पछि भ्याउने तपाईँतिर यता हजुर फर्किँदाखेरि तपाईँलाई त्यो पानीहरू प्लास्टिकहरू हालिदिएछु मैले ल हामी त अहिले कहाँनिर भन्दाखेरि
ओके साथीहरू, हामी अब फेरि एकैचोटि नेपालटार बजारमा भेट्नु पर्ने हुन्छ। त्यहाँबाट हामी चाहिँ उदयपुर गढी खोज्दै जानेवाला छौँ। हामी चाहिँ अहिले नेपालटार बजार आइपुग्यौँ अनि यहाँ दाइसँग भेट भइसक्यो। हेलो, हामी चाहिँ अब 3 जना मिलेर खत्रैवाला उदयपुर गढी जाँदैछौँ होइन। पुरानो गढीमा गएर यहाँबाट बाटो ब्लक रहेछ एकछिन है। एकछिन है त होइन, यताबाट छैन छैन। ए भाइ, अहिले यो बाटो बन्द, कताबाट जाने गढी? मास्तिर गर तल भनेको कहाँ? अब यो काठे पुल माथिबाट जानु पर्यो। योबाट भित्र छिरेर बिचरा त दाइले बाइक छिराउने छैन। यहीँबाट जान्छ। यहाँबाट पोल्ट्री भएन अस्ति टर्निङ नपुगेको उतैबाट अस्ति नै एकचोटि गएको त यस्तो पोल्ट्री रहेछ गढी होइन उ त्यहाँ बाटो अनि अलिकति आज उ त्यो टिफर पल्टेर बेकारमा पल्टेर हाम्रो घर जाने बाटोको तलतिर छ नि, इँटा लिएर गएको रहेछ। अनि त्यो पर देबु भन्नेको आँगनबाट फर्काएर चाहिँ ल्याएर खन्याउनु भनेर गएको रहेछ, झरेछ 3 पल्ट टिफर। मान्छे केही भएन नि, ड्राइभरको टाउकोमा चोट लागेको अरे। हामी चाहिँ अहिले होइन कुसुमबोटे भन्ने ठाउँबाट अलिकति उकालो गयौँ अनि त्यहाँ चाहिँ हाम्रो गाडीले एकछिन ओभर उकालो बाटो छ नि त, अप्ठ्यारो बाटो, अनि आराम दिनेवाला दिँदैछौँ होइन। गाडीलाई चाहिँ एकछिन शान्तिले बस्नुपर्छ अनि चाहिँ हुन्छ। हाम्रो कुमार दाइ चाहिँ भन्नु मिलेन होइन। अनि चाहिँ जङ्गल छ खतरा यति रहेछ है। यो पनि हो। हजुर हुन्छ त्यो त यहाँ निस्क्यो भने त जाऊ गयो। अघिको पाराले निस्किनु जस्तो हाम्रो चाहिँ गाडी निस्केन, ठ्याक्क 1 किलोमिटर जति पुग्नु बाँकी छ। त्यहाँ गाडी निस्केन अनि मैले चाहिँ बाटो अघि कस्तो थियो सबैसम्म बनेर चाहिँ बाइकवाला चाहिँ फ्रिली गइरहेछ होइन। गाह्रो छ नि, चप्पल पनि चुट्टियो। बाटो त आउनु बाटो बनाइदिएको नि, नत्र बाइक पनि जाँदैन थियो। जानु 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 जानु
एकछिन अलिकति छोड्नु त ल हे तेरि गायत्र बनाएको अनि कसरी चाहिँ ननिस्केला छैन कटेको अड्किरा अल्झिरहेछ जान्छ त्यति बनाएकोले गयो नि दाइ न त जानै छैन बाइकवालाहरू पनि कस्तो जस मेरो लागि श्रमदान भयो यहाँ चाहिँ होइन जस बाटो बन्दै रहेछ बाइकहरू पनि जान सकेको थिएन झर्दै ठेल्दै निकाल्दै थियो होइन अटो पनि गएको थिएन बाटो दामी बनायो दाइ पनि खुसी हुनुभयो बल्ल सबैजना खुसी जस थोरै भए पनि श्रमदान गरियो कुन ठाउँको भन्छ दाइ यसलाई अम्बोटेको दाजुभाइ दिदीबहिनीहरू हेर्नु होला मेरो भिडियो होइन तपाईँहरूको गाउँघर छेउको बाटो मैले थोरै बनाएर गाडी निस्क्यो हाम्रो हेत्तेरिका मैले अघि बोलेको थिएँ नि सोचेपछि सकियो चप्पल सबै चुट्टिहाल्यो मेरो चप्पल पनि चुट्टियो यस्तो यस जङ्गलमा आनन्द भइरहेछ तपाईँको त हिक्का चाहिँ हिँड्ने बानी छैन होला म त बाटो चाहिँ यस्तो डेन्जर छ यस्तो बाटो हिँड्नुपर्छ अनि लड्क्यो भने त खोलामा पुगिन्छ अनि फेरि आउनुपर्छ ढिलो चाहिँ हुन्छ यहाँबाट चिप्लियो भने त्यो मान्छेको नाम निशान पनि भेटिँदैन उकालो यतिकै म आउँछु त्यतै यहाँबाट स्वाट्टै चिप्ल्यो भने टुङ 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 कुन ठाउँ कुन संसारमा पुगिन्छ म चाहिँ हराएँ जङ्गलको बाटोमा कहाँ हो मेरो गाडी कहाँ पुग्यो केही थाहा छैन फुल यस्तो दामी फुल हेर्नुलाई अलिकति हतार छ खजना खाएर नहुने खालि यसो पार्ने बानी बिचरा हाम्रो लागि कत्रो गर्दै हुन्छ होइन त्यहाँ होइन अघि त्यस्तो मात्रै त्यहाँसम्म पुग्यो त्यो ठेलेको भए सकिन्थ्यो होइन अरूको कुरा सुन्नु गाडी मजाले जाउँ भन्यो त अब त आइगयो नि है सानो किन होम्स पनि पिकअप नरोटाउनु पर्यो उखारै छैन सक्यो पिकअप थिएन अरे बल त ट्र्याक्टरले बल गरेर ट्र्याक्टरले त बिगारेको अरे ट्र्याक्टर फाइनली हामी चाहिँ गढी आइपुग्यौँ होइन
गाडी लिएर ल भइरहेको मस्तले हावा खानुपर्छ एकछिन जस सामने चाहिँ ठाउँ पुग्यौँ होइन चिसो मौसम रहेछ होइन खुसी लागेर छ होइन अब त्यस्तो दुःख गरी आइपुग्यौँ फाइनली साथीहरू हामी चाहिँ उदयपुर गढी निस्किन्छौँ जाँदैछौँ अहिले भनेको थिएँ होइन अहिले ठ्याक्कै गढी आइपुगिसकेँ बिहान टाढा चाहिँ गढी आइपुग्यौँ हाम्रो गाडी चाहिँ यहाँ छ होइन अनि अब हामी चाहिँ भित्र छिर्छौँ एकछिनमा होइन अहिले चाहिँ बाहिर छौँ फाइनली साथीहरू हामी चाहिँ होइन गाडी छिर्दैछौँ अब जम्मा 4 जना जस्तो 1 लाख रुपियाँ ठेक्का लागेको छ कि वार्षिक त्यो चाहिँ अहिले मैले फोन गरेको दाइले ठेक्का हाल्नु भएको अनि 20 रुपियाँ पैसा एकजना बराबर काट्नु पर्यो टिका हजुर हजुर अनि त्यहाँबाट जान पाइन्छ हो हामीलाई चाहिँ हो ए गर्नुपर्छ नि त्यति त गर्नुपर्छ आफ्नै लागि नै हो त्यो गरेको पनि उठेर कहीँ जाने पनि यसैमा खर्च हो यसैमा रहेछ दामी यो सबै 3-4 वर्षको अवधिमा हजुर बनेको चिज हो ए हजुर थिएन नि पहिला यस्तो गढी 5 वर्षको बिचमा यहाँ दरबार छ है पहिला राजा बसेको दामी ठ्याक्क पछि हेर्नुहुन्छ यसलाई हजुर के कहिले बनेको के यसको सबै याद छ हो ल ठिक छ उदयपुर गढी यस यहाँ बिस्तारै यो भिडियो हेर्ने मान्छेले टक्क रोक्यो यो हेर्नु होला होइन यसको इतिहास सबै यहीँ छ टक्क लाएर यति भएपछि भयो अब घाम त टन्स लाग्दो रहेछ उदयचन्द्र है उदयचन्द्र गढी दाइ केही लिन्छ ए हे हजुर खत्रै हुनु रहेछ यो त उहाँ त उदयचन्द्र सेना वंशी राजा श्री उदयचन्द्र सेना उहाँले राज गर्नुभएको ठाउँ यो है ल ठिक छ है उदयपुर गढी उहाँको गाडहरू उहाँहरूको नाम चाहिँ छैन खालि टिकटकहरूमा मात्रै देखिँदैन आज चाहिँ प्रत्यक्ष ल ठिक छ है तेरिका टोप दामी दामी रहेछ हजुर हजुर हामीले यो सुरुमा ठेक्काबाट काम गऱ्यौँ हजुर अनि पछि ठुलो प्रदेशको बजेट परेपछि हजुर अनि ठेक्का लाएर पहिला पालिकाले नि अब पैसा लगानी गरौँ हजुर हजुर अनि समितिबाट काम गरेपछि पछि ठुलो बजेट परेपछि अनि ठेक्का लागेर बाहिरको हजुर बर्दिवासको मान्छेले बनाएको ए दाइ यो ढुङ्गा हो यो सबै ढुङ्गा ढुङ्गै ढुङ्गा है त्यही त यसो हेर्दै आउँदैछ तलबाट ढुङ्गै ढुङ्गा यहीँ यो ढुङ्गा सबै मिसिनले काटेको छिनाले काटेको छिनाले मिसिनले हजुर काटेको त्यही त यसो हेर्छु त्यो सिमेन्ट होइन भद्रकाली उदयपुर गढी ल
दामी रहेछ त्योसँग फुर्सदमा हेर्नु हजुर चिनो यहाँ त्यो पारी देख्ने डाँडाहरू कुन ठाउँ कुन भन्छ यिनीहरू जाउँ अब तलतिरबाट सबै म डाँडा देखाइदिउँला हो यो फेन्टाइजबाट हजुर ओके एक राउन्ड हजुर अँ बिचमा बस्नुकै दुइटै निक्ल्यो ल ल त्यस्तो बढाउँदै लानुभएको मिल्यो त होस् आनन्दै रहेछ ठाउँ चाहिँ है दरबारभित्र त घामले अग्लो ठाउँ भएर घामले पोल्दै थियो है माथिबाट हानेर नजिकै हुन्छ नि त घाम अरू सार्न भनेको थिएँ होइन अब 2-4 हजारको उधारो भए पनि भन्दाखेरि पनि नहुने कुरा होइन यो त्यसमा यो बुढो मोटो छैन जङ्गे यता पाल्ने सचिव होइन हजुर तर मैले अब बोली निस्केपछि पहिलो दिन त्यही त भने बेच्ने मैले पहिलोचोटि पसल राखेका दिन 60 रुपियाँको चाउचा उधारो बेचेको म खुसी भएको त्यस्तो दिन थियो तिमी त जान्दैन छैन होला थिएन अनि उधारै खाँदा पनि औ मेरो व्यवहार भए जस्तो भन्ने हुन्छ क्या आउनु त आउँछ नि त तर कहिले ढिलो चाहिँ ढिलो भोक लाग्ने बेला हुन लाग्यो तपाईँको हानिदिनु तपाईँको पालो यो बाँस त गाईघाटमा पनि छ है रातो भएको पहेँलो बाँस अनौठो होला कि यो चाहिँ सानो एकछिन पहेँलो होला तारमा कता कता गर्दाखेरि म त रातिको हुनुभयो घर यता पनि पसल पसल यता पनि पसल